सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर। विश्वास गर्ने र बप्तिस्मा लिनेले उद्धार पाउनेछ, तर विश्वास नगर्ने दोषी ठहर्नेछ। हालेलुया। परमेश्वरले स्वयं प्रेमको छ। सारा संसारलाई गएर, सबै जातिले गएर, वृद्धदेखि बालकदेखि जवान सबैले गएर के गरेर सुसमाचार प्रचार गर। परमेश्वरको मेन काम के रहेछ त? सुसमाचार प्रचार गर्नु रहेछ है। आज हजुरले विश्वास गर्नु कति दिन भयो? विश्वास गरे कति वर्ष भयो? तपाईहरुले कतिजना चाहिँ सुसमाचार प्रचार गर्नुभयो तपाईले जान्नुहुन्छ। तर अन्तिम दिनमा चाहिँ, न्यायको दिनमा चाहिँ परमेश्वरले हामी त्यो घरमा खडा हुँदाखेरि चाहिँ यो कुरा सोध्न सक्छ, ए छोरो, ए छोरी, तिमीहरूले मेरो नाउँमा कतिजना सुसमाचार सुनायो र कतिवटा आफ्ना बचायो? सोध्न सक्छ है। हामी घरमा एक्लो विश्वासी होला, हामीले आफ्नो बुवालाई, आफ्नो आमालाई, आफ्नो सम्पूर्ण परिवारलाई सुसमाचार सुनाउन सक्ने छैन। नसुनाएको भए सुनाउने कोसिस गर्नु, सुनाउनुहोस्। किनकि हिजोको दिनमा तपाईँ र म पनि अन्धकारमा थियो, हामीलाई केही थाहा थिएन। हामीले पनि कसैले सुसमाचार सुनेर हामीले पनि पाएको हो। हालेलुया। र हामी उद्धार पाएको हो, मुक्ति पाएको हो, नयाँ जीवन पाएको हो। र हामीले पनि आज कसैलाई सुसमाचार सुनाएर त्यो हामीले पाएको मुक्ति चाहिँ त्यो व्यक्ति पनि पाउनु पर्दछ। त्यहाँ आज कति व्यक्तिहरू चाहिँ सुसमाचार नसुनेर है प्रभु येशूको बारेमा सुन्न नपाएर उनीहरू चाहिँ अन्धकार हिँडिरहेको छ। तपाईँ र मेरो सुसमाचारले यदि कसैको जीवन बदलिन्छ भने, कसैले उद्धार मुक्ति पाउँछ भने, तपाईँ जति चाहिँ दुःख पाए तापनि, समस्या भए तापनि प्रभु येशूको नाममा चाहिँ सुसमाचार सुनाउनु पर्छ। हालेलुया। सुसमाचार नै प्रभु येशूको पवित्र आत्मा गरी हाम्रो पहिलो काम हुनुपर्छ। हालेलुया। हजुर सुसमाचार सुनाउन रेडी हुनुहुन्छ? भन्नुहोस् त, म सुसमाचार सुनाउने छु भन्नुहोस् त। हालेलुया। हामी सुनाउने छौँ है, हामी काम गर्ने छौँ।